अभिवादन। शाहवंशभित्रको चुगली र चाकडी, षड्यन्त्र र हत्याको भाग 3 लिएर उपस्थित भएको छु। यो भागमा भीमसेन थापा माथिको षड्यन्त्रको विषय मुख्य विषय हुनेछ। सानै उमेरदेखि अथवा 12 वर्षको उमेरदेखि भीमसेन थापा रणबहादुर शाहको सेवामा लागेको देखिन्छ। रणबहादुर शाह जहाँ जान्छन्, देउपाटन अथवा बनारस अथवा जहाँ जान्छन् त्यही पुगेर भीमसेन थापाले रणबहादुरको सेवा गरेका थिए। अमरसिंह थापाका छोरा पहिलो र लामो समयसम्म झण्डै 32 वर्षसम्म मुक्तियारी भन्छ प्रधानमन्त्री सो सरहको प्रधानमन्त्री भएका र राष्ट्रिय विभूतिको नामबाट सम्मान पाएका भीमसेन थापाको माथिको चाहिँ षड्यन्त्र कसरी भयो भन्ने विषयवस्तु हामी क्रमशः बुझ्दै जानेछौं। 1873 मंसिर 8 गते 18 वर्षका राजा गिरवाण युद्ध विक्रमको मृत्यु भएपछि उनका 2 वर्षका छोरा राजेन्द्र विक्रम शाह राजा बन्छन्। गिरवाणसँगै उनकी जेठी रानी सिद्धिलक्ष्मीलाई जबरजस्त सती पठाइन्छ। गिरवाणकी अर्की रानी गोरक्ष राज्यलक्ष्मी गिरवाणको मृत्यु भएको 14 दिनपछि मृत्यु हुन्छ। बाँकी रहेकी अर्की रानी जो 14 वर्षकी मात्रै थिइन्, ललिता त्रिपुरा सुन्दरी, जो 2 वर्षका राजा राजेन्द्रको संरक्षकको रूपमा देखा पर्छिन्। समयक्रममा राजा राजेन्द्रका साम्राज्य लक्ष्मी र राज्य लक्ष्मी गरी 2वटा रानीहरू थिए। यिनी दुवै रानीहरू राजाभन्दा चलाक थिए। हाम्रो भन्दा प्रमुखको महल भव्य छ, चहल पहल बढी छ किन भनेर रानीहरूले आँखा लगाउँथे। 1888 को फागुनमा काठमाडौँमा ठूलो हैजा फैलियो। यसैबाट चैत्र 16 गते ललिता त्रिपुरा सुन्दरीको मृत्यु भयो, जो थापा खलककी छोरी थिइन्। त्यसपछि लालमोहर लगाउने जिम्मा रानी साम्राज्य लक्ष्मीको हातमा आयो। त्यसपछि भीमसेन थापा घेरामा पर्न थाल्छन्। रानीले भीमसेन थापाका भाइ रणवीर सिंह थापा प्रयोग गरेर भीमसेन थापामाथि दबाव बढाउन थाल्छिन्। शंका र घेराको बीचमा राजा राजेन्द्र बिरामी पर्छन्। वैद्य एकदेव उपाध्यायलाई उपचारमा खटाइँदा रानीले रोकिदिन्छन्। विषय के थियो भने गिरवाणको मृत्युपछिको 14 दिनमा रानी गोरक्ष लक्ष्मीको मृत्यु भएको चाहिँ भीमसेनका खास मान्छे वैद्य मार्फत औषधिमा बिख खुवाएर हत्या गरिएको थियो भन्ने हल्ला चलाइएको थियो। त्यसपछि भीमसेन थापाको एक छत्र पजनी कमजोर हुँदै जान्छ र उनको थमौती पनि हुँदैन। थमौती भनेको उनको त्यो प्रधानमन्त्रीको चाहिँ जिम्मा पनि थमौती फेरि थपिँदैन। चौतारा पुष्कर शाहलाई प्रमुख बनाउने रानी साम्राज्य लक्ष्मीको इच्छा थियो, तर शाहले आँट नगरेपछि थापाको थमौती हुन्छ। ठीक त्यही बेला यो आफ्नो थमौती नभएपछि भीमसेन थापाले अंग्रेज राजदूत B.H. हजसन भन्नेसँग दुखेसरो गुनासो पोख्दा रहेछन्। यता रानीले पनि आफ्ना प्रतिनिधि मार्फत थापाको कठोर निगरानीबाट छुटकारा पाउने आशासहित खबर पठाउँदै रहेछन् अंग्रेज राजदूत समक्ष। त्यसपछि शक्ति बाँडफाँडमा पुग्छ दरबार। राजा राजेन्द्रले रक्षा, अर्थ र परराष्ट्रको जिम्मा लिन्छन्। रानी साम्राज्यले न्याय, निजामती र कुमारी चोक भनेको सरकारी खर्चपर्चको हिसाब किताब गर्नेको जिम्मा लिन्छन्। त्यसपछि भीमसेन थापाको हातमा अथवा प्रधानमन्त्रीको हातमा सैन्य बल मात्रै बाँकी रहन्छ। त्यसपछि दामोदर पाण्डेका छोरा रणजङ पाण्डे कप्तान बन्छन्। दामोदर पाण्डेलाई भीमसेन थापाले निर्मम दमन गरेको भन्ने इतिहासमा हामी पढ्छौं। राजा रानी प्रमुख बन्ने लोभमा आफ्नै भाइ रणवीर सिंह थापा र दमनमा परेका पाण्डे खलकबाट आएका रणजङ सबै एकै ठाउँमा उभिन्छन् र भीमसेन थापामाथि घेराबन्दी गर्छन्। त्यही बेला त्यो कुरो सबै थाहा पाइसकेपछि भीमसेन थापा 1893 चैतमा गोरखा बोर्लाङ आफ्नै घरमा गएर बस्छन्। त्यसपछि रणजङ पाण्डे र यिनका भाइ रणदल पाण्डे काजी अथवा मन्त्री बन्छन्। भीमसेनलाई फसाउने दाउकै बीचमा
साम्राज्य लक्ष्मीका 6 महिनाका छोरा देवेन्द्र विक्रमको 1894 साउन 11 गते मृत्यु हुन्छ। यो भीमसेन थापालाई फसाउने अर्को हतियारको रूपमा प्रयोग हुन्छ। बिरामी देवेन्द्रलाई वैद्य भाजुमानले आयुर्वेदिक औषधि दिएका थिए। त्यसमा विष हालेर मारेको आरोप लगाएर भाजुमानलाई गिरफ्तार गरिन्छ। भीमसेनले राजवैद्य एकदेव उपाध्यायलाई भनेको उपाध्यायले भाजुमानलाई अराएको र बिख खुवाएर मारेको भन्ने एउटा जाल त्यहाँनिर रचिन्छ। त्यसपछि भीमसेन थापा पक्राउ पर्छन् र नेलमा ठोकिन्छन्। त्यससँगै सबै थापाहरू रणवीर सिंह थापा, मातफर सिंह थापा, शेरजंग थापा, दलबहादुर थापा दुवै वैद्य र वैद्य एकदेवका भाइ एकसूर्य उपाध्याय पक्राउ पर्छन्। सबैको सर्वस्व हरण गरिन्छ र नेल ठोकिन्छ। यातना सहन नसकेर भाजुमानले एकदेवले दिएको औषधि मैले खुवाएको हो भनेर बक्छन्। एकदेवलाई पटक पटक तातो फलामले गाला डामेपछि उनले पनि स्वीकार गर्छन्। त्यसपछि उपाध्याय दाजुभाइलाई 4 पाटा मोडेर यातना सहित जेल हालिन्छ। भाजुमानको छाला काटिन्छ, आँखा झिकिन्छ, नुनचुक लगाएर सुलीमा चढाइन्छ। यसपछि मुक्तियार अथवा प्रधानमन्त्री पण्डित रंगनाथ पौडेल बन्छन्। उनैको विशेष अनुरोधमा 1854 चैतमा थापा खलकमाथिको बिखको आरोपबाट सफाई पाउँछन्। त्यस बेलासम्म दामोदरका छोरा रणजंग पाण्डे प्रधानमन्त्री भइसकेका हुन्छन्। रानी साम्राज्य लक्ष्मी र प्रधानमन्त्री रणजंग पाण्डेले फेरि 20 मुद्दा भ्युताउँछन्। नक्कली कागज पत्र प्रमाणको रूपमा पेश गर्छन् र भीमसेन थापालाई उनकै घरको छिणीको कोठामा नजरबन्द गरिन्छ। सबै थापाहरूको सर्वस्व हरण गरिन्छ। पक्राउ परेका सबैको जात झारिन्छ र यिनका 7 पुस्ताले कुनै पनि सरकारी नोकरी नपाउने निर्णय राजदरबारबाट जारी हुन्छ। नजरबन्दमा रहेकी थापाकी कान्छी श्रीमतीले रानीको गालीगलौज गर्छिन् र निन्दा पनि गर्छिन्। श्रीमतीले त्यो गरिसकेपछि भीमसेन थापाकी कान्छी श्रीमतीलाई बेजेत गरेर नाङ्गै सहर घुमाइदैछ भन्ने खबर नजरबन्दमा रहेका भीमसेन थापाले थाहा पाउँछन् र त्यो बेजेती सहनुभन्दा मर्नुबेस भनेर उनले आफ्नो कम्मरको खोकुरी झिकेर आफ्नो गर्दन सेर्ने प्रयत्न गर्छन्। यो 1896 साउन 8 गतेको घटना हो। उनी मर्दैनन्, अर्धचेत हुन्छन्। उपचार गरेको भए सायद भीमसेन थापा बाँच्न सक्थे, तर त्यसो गरिएन। रगत मुच्छेल उनको शरीर लगेर विष्णुमती बगरमा फालियो। उनी जिउँदै छँदा स्याल, कुकुर र गिद्धहरूले उनको शरीर लुच्न थाले। छटपटिँदै 8 दिनपछि उनको 64 वर्षको उमेरमा दर्दनाक ढंगले मृत्यु भयो। लास लिएर गएर थापा खलकले दाह संस्कार गर्लान् भनेर दरबारले पहरा खटाएको थियो।